Hi baby, this is Alisa and I'm doing the vlog. Common body को माछा मार्नु गएको यो ड्रेस लगेर हैन तपाईले हेर्न सक्नुहुन्छ ड्रेस लगेर गएको काम चाहिँ दामी लागिरहेको थियो नि त त्यही भएर चाहिँ हामी गएको थियौँ नि त खोला माछा मार्नु हैन हामीले चाहिँ माछा चाहिँ 17 वटा किने हैन अनि त्यो चाहिँ तल पुगिसक्यो म चाहिँ भ्लग भन्नु भ्याउँदै थिएँ अलिकति सोचिदिए हाल्दिएको नि यो चाहिँ मैले हैन त्यो चाहिँ तल पुगिरहेको थियो नि त यस्तो मजा लागिरहेको थियो कि काम पनि आइरहेको त्यही सर्टकट बाटो गइदियो पनि हामी नभए रोडै रोड छ त्यही सर्टकट बाटो गइदियो मजा आइरहेको थियो नि त होइन त्यो चाहिँ अगाडि पुगिसक्यो पर्खिन भन्दै थियो नपर्खेको होइन मैले त कुद्दैछु नि त हावा चलिरहेको थियो कुदेकोले कपाल पनि होइन भाषा पनि भइरहेको थियो होइन यस्तो मजा लाग्दिरहेको थियो कि अब काम लागेको बेलामा खोला जानु कस्तो मजा आउँछ होइन गइसक्यो नि त को गएको भन्नु बडा अन्त मेरो साथी गएको नि त छैन अन्त बडा चलेको अगाडि गइसक्यो सायद पहिलाको बडाले उयो भन्नुहुने थियो बडाको स्कुल पढ्दाको होइन सुन्दै जाँदै थियो नि त बातचित गर्दै त्यो चाहिँ सुन्दै जाँदै रहेछ मैले त्यहाँ पर्खिन भन्नुहुन्थ्यो सिकिरहेको थियो पर्खिन भन्नु म चाहिँ कुद्दै किन भन्दा चाहिँ मैले कुद्दै गएर भेटाएको थिएँ नि त्यो चाहिँ बाथरुममा जाँदै रहेछ नि त हाँस्दै पनि थियो बडा सानोको भन्थ्यो नि त त्यो सानोमा कसरी हिर्काउँथ्यो मैले त्यो लात्ता दिन्थ्यो भनेर भन्दैछ नि त हो कुखुरा कराएको जस्तो इग्नोर गरिदिनु नसकिरहेको भन्दा चाहिँ भोइस रिकर्ड गरिदिन्थ्यो नि त त्यो कराएको हाई चाहिँ नि भनेको लागि हाई भन्दै थियो होइन अन्त त बडाको कुरा सुन्दा हामी चाहिँ हाँस्दै थियो नि त किनभने लात्ता दिएकोहरू भन्दै थियो नि त होइन चाहिँ बडाले पुग्नु भएको होइन करेन्ट हाल्छ अन्त यो चाहिँ हाम्रो उयो भाषा भक्ति होइन चल्ने बडाले चाहिँ यो पेसाउनु हुँदैन हामी चाहिँ चल्ने नसुन्दै खानुपर्छ अन्तखेरि चाहिँ हामी चाहिँ त्यहाँ चाहिँ आँटेको थिएँ भन्दा अलिक लामो नै छ होइन पुग्न आँटेको थिएँ भनौँ न यो चाहिँ हाम्रो साथी घर भन्ने अब बत्ती तौलिने जग्गा होइन यहाँ चाहिँ अन्त हामी यहाँ चाहिँ आइसकेको थियौँ नि त बत्ती तौलिने जग्गामा चाहिँ त्यहाँदेखि चाहिँ अलिक पर चाहिँ खोला हो नि त होइन भालुको खोला भन्छ नि अन्त त्यसले यहाँ बडाले यो पहिलाको माछा भन्दै थियो नि होइन त्यो माछा ढङ्कातिर मुरेला भन्दै थियो नि मैले थ्याङ्क यू फर द वाचिङ गाइज बाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु